कुइनामा अभिषेक खन्याउनुहुन्न परमेश्वरले, घुँडामा पनि अभिषेक खन्याउनुहुन्न, ढाडमा अभिषेक खन्याउनुहुन्न, भुँडीमा पनि परमेश्वर अभिषेक खन्याउनुहुन्न। ठुलो छ भने कोही बात छैन, त्यहाँ चाहिँ आउँदैन है त, यहाँ आउँछ। अभिषेक चाहिँ जहिले पनि परमेश्वरले कहाँ खन्याउनुहुन्छ? शिरमा। परमेश्वर अभिषेक जहिले पनि कहाँ खन्याउनुहुन्छ? शिरमा खन्याउनुहुन्छ। कुइनाले के भन्नु सक्दैन, म पनि शिर भन्दा अलिकति पनि कम छैन, यहाँ पनि एक दुई थोपा प्रभु चुहाइदिनुहोस् त भन्नु त पाउला, तर चुहुँदैन। घुँडाले के भन्नु सक्दैन, अरे शिरमा त कुन ठुलो कुरा हो र, मैले बोकेर हिँडिराखेको छु, प्रभु दुई तिन थोपा यहाँ पनि चुहाइदिनुहोस् न भन्नु त पायो, भन्नु त पायो भन्नुहोस् न, तर चुहुँदैन। अभिषेक कहाँ खन्याइँदछ? शिरमा। तर कुइनाले नि आफूलाई शिरको मुनि राख्ने चाहिँ फैसला गर्यो भने ढिलो छिटो शिरको तेल बगेर कुइनामा आइपुग्छ, घुँडामा आइपुग्छ, भुँडी पनि चुर्लुममा डुब्छ, खुट्टा पनि डुब्छ, पोसाको कठालोसम्म जान्छ। यसो त परमेश्वरले जहिले पनि अभिषेक चाहिँ अगुवाबाट खन्याउनुहुन्छ, परमेश्वरले नियुक्त गरेको मानिसबाट खन्याउनु हुँदछ। जब हामी उनीहरूलाई आदर गर्छौँ, उनीहरूको नेतृत्वलाई जब स्वीकार गर्छौँ, खन्याएको त शिरमा हो, तर शिरले पनि रोक्न सक्दैन, बगेर तपाईसम्म आउँछै आउँछ, सरासरी चुर्लुम्मै डुब्दछ। हिजोदेखि हामी सिक्दैछौँ हामीले मण्डलीलाई माया किन गर्छौँ, किनभने ख्रिस्टले मण्डलीलाई माया गर्नुहुन्छ। यसो त ख्रिस्टलाई माया गर्नुले जहिले पनि तपाईँलाई ख्रिस्टले माया गरेको मण्डलीलाई प्रेम गर्ने मान्छे बनाउँदछ। कुनै गहकिलो शिक्षा आउँछ, हृदय छुन्छ तर चर्च छोडिदेऊ भन्छ भनेदेखि या त त्यो शिक्षा झुटो हो, या चाहिँ सही शिक्षाको दुरुपयोग भइराखेको छ। किनकि परमेश्वरबाट आएको शिक्षाले ख्रिस्टको मण्डलीलाई माया गर्ने मान्छे बनाउँदछ। अहिलेको समयमा थुप्रै टिचिङहरू चल्दैछ, जसले कुरा मिल्दैन भने छोडिदेऊ, जसले यो शिक्षा मान्दैन उनीहरूलाई त्याग्नु आँट गर, नडराऊ, सत्यको लागि उठ्ने आँट गर भन्ने जुन टिचिङहरू चल्दैछ, मलाई लाग्छ धेरै समयमा परमेश्वरको सत्यताको दुरुपयोग भइराखेको छ। किनकि ख्रिस्टलाई प्रेम गर्नुले जहिले पनि हामीलाई मण्डलीलाई प्रेम गर्ने मान्छे बनाउँदछ, अनि ती शिक्षाले मण्डली फुटाउने काम कहिले पनि गर्दैन। कसैले चर्च छोडिदेऊ, फुट, निस्क, सत्यको लागि उभ भन्छ भनेदेखि नि तपाईँले ब्याकग्राउन्डमा हेर्नु भने धेरै जसो चर्च बिनाका मानिसहरू हुन्, उनीहरूको चर्चै छैन, अनि उनीहरू कुनै चर्चको अधीनमै बस्दैन। हाम्रो चर्चमा जब पनि कुनै वक्ता आउँछ, हामी पहिला पत्तो लगाउँछौँ उनीहरू कुन चर्चको मानिस हुन्, उनीहरूको पास्टर को हुन्, उनीहरू कसको अधीनतामा बसेको छ। धेरै जसो यो उग्र शिक्षाहरू जति पनि आउँदछ, त्यो प्रोफेटिक ब्याकग्राउन्ड भएका मान्छे नै किन नहोस्, परमेश्वरले प्रोफेटलाई पनि चर्चदेखि मुक्त गर्नुभएको छैन। याद राख्नुहोस्, अगमवक्तै होस् कि प्रेरित नै होस् कि शिक्षक नै होस् कि उनीहरूको आफ्नो मण्डली हुन जरुरी छ। आमेन भन्नुहोस् न। उनीहरूको आफ्नो पास्टर हुन जरुरी छ। अब म आफै पास्टर हो भने नि त भने लाग्ला, तपाईँ पनि चर्चप्रति जवाबदेही हुन जरुरी छ। म चर्चको सिनियर पास्टर, हामी दुईजना, तर जवाबदेहितादेखि हामी मुक्त छैनौँ। यसो त जहिले पनि परमेश्वरबाट आएको शिक्षाले हामीलाई मण्डलीलाई प्रेम गर्ने मान्छे बनाउँदछ। कसैले फुट, निस्क, केही पनि हुँदैन चर्च छोडिँदाखेरि भन्छ भनेदेखि त्यो चाहिँ कस्तो हो भनेदेखि, सुलेमान राजा कहाँ एउटा बच्चा लिएर दुईटा आमाहरू आएको छ, याद छ तपाईँलाई? एउटा बच्चा मरेको छ, एउटा बच्चा जिउँदो छ, अनि दुईटै आमाले नै जिउँदो बच्चा चाहिँ मेरो भन्छ। अनि राजाले हुकुम दिएको छ अङ्गरक्षकलाई, तलवार ल्याएर यो बच्चालाई दुई भाग गरेर चिर, काट, एक भाग चाहिँ एउटी आमालाई देऊ, अर्को भाग अर्की आमालाई। एउटा आमाले त भने, राजा तपाईँको फैसला एकदम ठिक छ, दुई भाग गरेर चिरिदिनुहोस्। तर अर्की आमाले के भनेको छन्, होइन होइन होइन, यो बच्चा मर्नुभन्दा त बरु उसले लैजाओस्। अनि राजाले चाल पाएको छ असली आमा चाहिँ को हो।
बच्चा जन्माउने आमाले नि कहिले पनि बच्चा चिरिएको देख्न चाहदैन। जसले पनि मण्डली जन्माएको छ नि मण्डली फुटेको देख्न सक्दैन। आफ्नो होस् कि अर्काको होस् मण्डली फुट्ने कुरा उसले उक्साउनु सक्दैन। जसले मण्डली नै जन्माएको छैन, जसले जिरोदेखि हुर्काएको छैन, उनीहरूले मात्र सजिलै भन्न सक्छ चर्च छोडिदेऊ, फुट, निस्क, उठ। यसो त जो पनि मानिसहरूले यसो भन्छ तपाईले उनीहरूको ब्याकग्राउन्डलाई हेर्नुहोस्, उनीहरू कुन चर्चको मानिस हुन्, उनीहरू कसको अधीनमा बसेको मानिसहरू हुन्। किनकि अहिलेको समयमा यस्ता समय आएको छ जति बेला प्रोफेटिकमा फ्लो भयो भने चाहिँ चर्च चाहिँदैन भन्ने। छेउको साथीलाई भन्नुहोस् अगमवक्तालाई पनि चर्च चाहिन्छ है भनिदिनुहोस् न। अर्कोपट्टि फर्केर भनिदिनुहोस् प्रेरितलाई पनि चर्च चाहिन्छ भन्नुहोस् न। शिक्षकलाई पनि चर्च चाहिन्छ भनिदिनुहोस् न। प्रचारकलाई पनि चाहिन्छ भन्नुहोस् न। पास्टरलाई त झन् चाहिन्छ भन्नुहोस् न। यसो त ख्रिस्टले मण्डलीलाई माया गर्नुहुन्छ अनि ख्रिस्टलाई प्रेम गर्नुले जहिले पनि हामीलाई मण्डलीलाई माया गर्ने मान्छे बनाउँदछ। किनकि येशूको लागि मण्डली के छ, मूल्यवान छ। मण्डली जरुरी छैन भन्छ नि त। नयाँ करार बाइबलमा चर्च भन्ने शब्द 104 पल्ट आएको छ। 1-2 पल्ट अघि माथि तल हुन सक्छ ट्रान्सलेसन अनुसार, तर मोटामोटी रूपमा नयाँ करारमा चर्च भने एक्लेसिया भन्ने शब्द 104 पटक छ। तर 104 पटकमा तपाईँलाई थाहा छ 6 पटक चाहिँ चर्च भन्ने शब्द चाहिँ विश्वव्यापी अदृश्य मण्डली बुझाउनको लागि प्रयोग गरिएको छ। 98 पटक चाहिँ चर्च भन्ने शब्द चाहिँ स्थानीय मण्डलीलाई बुझाउनको लागि प्रयोग गरिएको छ। त्यसको मतलब के हो तपाईँलाई थाहा छ? पवित्र आत्मालाई पनि स्थानीय मण्डली चाहिँ जरुरी लाग्छ भनेदेखि हामी को हौं जसले भन्नु सक्छ स्थानीय मण्डली चाहिँदैन? छेउको साथीलाई भन्नुहोस् न, हामी को हौं भन्नुहोस् न। यसो त म तपाईलाई आज उत्साहित गर्छु। हिजोदेखि हामी सिक्दैछौँ हामीले आफ्नो मण्डलीलाई माया गर्न जरुरी छ। ख्रिस्टलाई माया गर्नुले मण्डलीलाई माया गर्ने मान्छे बनाउँदछ अनि आफ्नो मण्डलीमा ईश्वरले दिनुभएको अगुवाहरूलाई आदर गर्नु सिकाउँदछ। त्यसको एउटा लिमिटेसन छ है त। जरुरी पर्यो भने भरे साँझ कुन हदसम्म चाहिँ मान्नु सक्छौ र कहाँदेखि चाहिँ मान्नु सक्दैनौ त्यसको पनि एउटा लिमिट छ। तर परमेश्वरबाट आएको शिक्षाले नै हामीलाई चर्चलाई माया गर्ने र अगुवालाई माया गर्ने मान्छे तुल्याउँदछ। हिजोदेखि हामी त्यो कुरालाई सिकिराखेका छौँ। पास्टर सिलासले सिकाउँदै हुनुहुन्छ अगुवालाई कसरी आदर गर्नु। अनि उहाँको टिचिङ चाहिँ दाहिने देब्रे लाग्दैन, सिधा अगुवाको मुखमा मोहला नलगाऊ। बर्थडेको कुरा निस्क्यो पास्टरको कि निस्केको छैन? हजुर बर्थडे मनाइदेऊ अनि हजुर दुःख सुखमा परवाह गर एकदम। मलाई उहाँको चाहिँ के मनपर्छ भने उहाँले निशाना ताकेर जिपिएस लाएर हिँडेपछि चाहिँ दाहिने देब्रे लाग्नुहुन्न, सिधा आउनुहुन्छ। हिजोदेखि हामी सिक्दैछौँ अगुवालाई आदर कसरी गर्ने कसरी गर्ने कसरी गर्ने कसरी गर्ने। अनि आज पनि उहाँले त्यसको कति भागहरू छुनुहुनेछ। तर यति बेला चाहिँ म तपाईँलाई नि अगुवालाई आदर कसरी गर्ने होइन किन गर्ने केही पल हामी त्यसको चर्चा गर्न लागेका छौँ। रोमी 13को 1 पदलाई हेरौँ। 1, 2, 3 हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। पवित्र आत्माले पावलद्वारा रोमको चर्चसित बोल्नु हुँदैछ। उहाँले बोल्नु हुँदै गरेको कुरा चाहिँ के छ भने हरेक मानिस शासन गर्ने व्यक्तिहरूको अधीनमा बसोस्। अनि यो चाहिँ वास्तवमा सिभिल अथोरिटीको कुरा गरेको। नागरिक प्रशासन राजनैतिक प्रशासनलाई हामीले आदर गर्नु किन जरुरी छ भन्ने कुरा बुझाउनका लागि चाहिँ रोमी 13 लेखिएको। तर यसभित्र भएको सिद्धान्त चाहिँ नागरिक र राजनैतिक प्रशासन मात्र होइन, तर कुनै पनि नेतृत्वलाई चाहिँ हामीले आदर गर्नु किन जरुरी छ त्यो बुझाउनका लागि परमेश्वरले दिनु हुँदैछ। अनि यहाँनिर परमेश्वरले भन्नु हुँदै गरेको कुरा चाहिँ के छ भने हरेक व्यक्ति अगुवाहरूको अधीनमा बसोस्।
किन भनेदेखि परमेश्वरबाट आएको अख्तियार, यहाँ अधिकार भनेको छ खासमा मूल शब्द चाहिँ अख्तियार हो। सबैले अख्तियार भन्नुहोस् न। परमेश्वरबाट आएको अख्तियार बाहेक अरू अख्तियार हुँदैन। त्यसको मतलब सबै अख्तियार चाहिँ परमेश्वरबाट आउँदछ। यसो त परमेश्वरलाई जब हामी आदर गर्छौँ, परमेश्वरको अधीनमा बस्ने मान्छेले जहिले पनि अख्तियारलाई सम्मान गर्दछ अनि अख्तियारमा बसेको मानिसको आदर गर्दछ। एउटा कुरा याद राखौँ, परमेश्वरलाई आदर गर्नुले अख्तियारमा बस्ने मान्छेलाई आदर गर्ने व्यक्ति हामीलाई तुल्याउँदछ। हामी अख्तियारमा बसेका मान्छेलाई, चर्चको अगुवाको कुरा गरौँ, पास्टरको कुरा गरौँ। कुनै चर्चमा पास्टर भन्ने ठाउँ छैन, तर अरू कुनै पनि अगुवाले नेतृत्व गर्दैछ भने तपाईँले त्यो अगुवाको बारेमा सोच्नुहोस्। हामी अगुवालाई किन आदर गर्छौँ भन्दा उसको चेहरा हेरेर होइन, उसको जीवनलाई हेरेर पनि होइन। तपाईँले पास्टरको अनुहारलाई नै हेर्नु हो भनेदेखि नि थुप्रो कुरा देख्नुहुन्छ त्यो अनुहारमा। उसको जीवनलाई तौलिनु भयो भनेदेखि कयौँचोटि दुर्बलता भेटाउनुहुन्छ, किनकि कोही पनि सिद्ध भएको छैन। तर हामी पास्टरको अनुहार हेरेर चाहिँ उसलाई आदर गरेको होइन, हामी पास्टर भन्ने इन्स्टिट्युसनलाई आदर गर्छौँ। पास्टरले जुन सेवकाईलाई नेतृत्व गर्दैछ, जुन सेवकाईमा उभिएको छ, त्यो सेवकाई चाहिँ कसले नियुक्त गरेको सेवकाई हो? परमेश्वरले नियुक्त गरेको सेवकाई हो। यसकारण ईश्वरको खातिर हामी व्यक्तिलाई होइन, उसले जुन सेवकाईलाई प्रतिनिधित्व गर्दैछ ईश्वरको खातिर हामी त्यसलाई के गर्छौँ? आदर गर्छौँ। कयौँचोटि पास्टर सही हुँदैन, उनीहरू सिद्ध मानिसहरू पनि हुँदैन, दुर्बलता देख्नुहुन्छ, तर त्यसले हामीलाई उनीको विरुद्धमा जाने अधिकार दिँदैन। तपाईँ बाटोमा आउँदाखेरि पुलिसले यसो गाडी रोक्छ, कोही बेला पुलिसले हात यसो रोक्दाखेरि तपाईँ किन रोकिनुहुन्छ? किनभने नि तपाईँले कसलाई इज्जत गर्नुहुन्छ? देशको सरकारलाई इज्जत गर्नुहुन्छ। अनि सरकारको खातिर सरकारले नियुक्त गरेको त्यो पुलिसको हातलाई चाहिँ हामी मान्छौँ। तपाईँहरू कतिजना त्यो पुलिसभन्दा धनी हुनुहुन्छ होला, कतिजना एजुकेटेड हुनुहुन्छ होला, कतिजनाले बडी बिल्डिङ गरेर त्यो पुलिसभन्दा बाइसेपहरू बलियो पार्नु भएको छ। कति पुलिसहरू त नि यस्तै हुन्छ, फु गर्दा नि ढल्ला जस्तो। तर तपाईँले त्यहाँ गएर नि तपाईँले त्यो पुलिसको कदलाई हेर्नुहुन्न, उसको नाम पनि सोध्नुहुन्न। तपाईँले बाटोमा यसो हातले पुलिसले जब गाडी रोक्छ नि, यसको नाम के हो सोध्नुहुन्न, यो कहाँ बस्ने सोध्नुहुन्न, उसको ब्याकग्राउन्ड केलाउनुहुन्न। तपाईँले नि फलानोले रोक्यो भन्नुहुन्न, कसले रोक्यो भन्नुहुन्छ? पुलिस रोक्यो भने। किन? पुलिस चाहिँ के हो? इन्स्टिट्युसन हो। सरकारले नियुक्त गरेका एउटा यस्तो खालको के भन्नु, अब यहाँ त मिनिस्ट्री भन्छौँ, बाहिर हो भने के भन्नु अब है, यस्तो खालको व्यवस्था हो समाजको, ईश्वरले सरकारले राखेको, जसलाई हामी के गर्छौँ? इज्जत गर्छौँ। अनि त्यसले गर्दा हामी के गर्छौँ? पुलिसको हातलाई मान्छौँ। हामी अगुवालाई किन चाहिँ आदर गर्छौँ भने सबै अख्तियार चाहिँ परमेश्वरबाट आउँदछ। अनि पुलिसले हात देखाउँदाखेरि रोक्नुको नि फाइदा छ। पुलिसले सताउनको लागि रोकेको होइन, किनकि उसले हात देखाएन भने दुईतिरबाट आउँदै गरेको गाडीलाई कतै न कतै त अब हात देखाउनै पर्यो, किनकि त्यतिकै छोडिदियो भनेदेखि दुईपट्टिको गाडी जुधेर मर्छ, मान्छे ठोकिन्छ। पुलिसले हेलमेट खोइ भन्दै गर्दा मन त दुख्छ, तर त्यो सुरक्षा हो नि त, हो किन भन्नुहोस् त? पुलिसले त्यति चाहिँ सोधिदिएन भने बाइक एक्सिडेन्ट हुँदाखेरि कोही पनि बाँच्दैन। यसो त सरकारले त्यो पुलिसको सेवा किन चाहिँ नियुक्त गर्यो भन्दाखेरि हाम्रो सुरक्षा, हाम्रो बचावको लागि। परमेश्वरले पनि मण्डलीमा अगुवा किन नियुक्त गर्नुहुन्छ भन्दाखेरि नि परमेश्वरले नेतृत्वद्वारा चर्चमा जहिले पनि आशिष खोल्नु हुन्छ। यसो त परमेश्वरलाई आदर गर्नुले हामी पास्टर भन्ने इन्स्टिट्युसनलाई, पर्सन होइन है त, इन्स्टिट्युसनलाई के गर्छौँ? आदर गर्छौँ। जुन सेवकाईले उसले प्रतिनिधित्व गर्छ त्यसलाई हामी आदर गर्छौँ। अब किन चाहिँ आदर गर्ने? हामी त्यसको केही कारणहरूलाई केलाउन लागेको छ। सकेभरि यो सेसनमा म तपाईँलाई 3 या 4वटा कारणको चर्चा गरेपछि अर्को भागमा म जान्छु। तपाईँहरूसित बाइबल छ भने हिब्रूमा आउनुहोस्। हिब्रू 3:7 यसरी लेखेको छ, माथि आएको छ, तपाईँले एकसाथ पढ्दाखेरि हुन्छ। सुरु गरौँ है त ल। 1 2 3।
आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूको जीवनको परिणामलाई ध्यान देऊ र तिनीहरूको विश्वासको अनुकरण गर। साह्रो मजाको कुरा चाहिँ के छ भनेदेखि नि, वचनले के भन्छ, आफ्नो अगुवाहरूलाई सम्झना राख, किनभने तिनीहरूले तिमीलाई परमेश्वरको वचन सुनाए। हामी अगुवालाई किन चाहिँ आदर गर्छौँ भन्दाखेरि तिनीहरू चाहिँ ती व्यक्तिहरू हुन् जसले हामीलाई के सुनाए, परमेश्वरको वचन सुनाए। परमेश्वरको वचनको खातिर हामी त्यो अगुवाहरूलाई के गर्छौँ, आदर गर्छौँ। तपाईँलाई सुसमाचार सुनाउने अगुवाको उनीहरूले तपाईँलाई सुसमाचार नसुनाइदिएको भएदेखि तपाईँ आज यहाँनिर हुने थिएन। उनीहरूले वचन सुनाएको कारणले गर्दा तपाईँले उद्धार पाउनुभयो। उनीहरूले तपाईँलाई सुसमाचार सुनाएको कारण तपाईँले परमेश्वरलाई चिन्नुभयो। त्यो वचनको खातिर पनि हामी उनीहरूको के गर्छौँ, आदर गर्छौँ अनि उनीहरूको सम्झना राख्छौँ। कयौँचोटि नि अगुवाले वचन सुनाउँछ, सुसमाचार सुनाउँछ, प्रभुमा ल्याउँछ, बाइबल पढ्नु सक्ने बनाउँछ, त्यहाँदेखि स्वाटै अर्को मान्छे आएर नि तिमीहरूको पास्टरले केही पनि जान्दैन, यो गहिरो शिक्षै जान्दैन, प्रकाशभित्र पसेकै छैन, छोडिदेऊ भन्दाखेरि कोही बेला नि आउँदै गरेको त्यो विचित्र शिक्षालाई सुन्दाखेरि नि हामी त्यो मान्छेलाई भोलि पठाउँछौँ जसले एक जमानामा हामीलाई के सुनाएका थिए, सुसमाचार सुनाएका थिए। बाइबल कलेज पढेका थिएनन् होला र पनि सुनाए। आमेन भन्नुहोस् न। एमडिको डिग्री बोकेको थिएन होला र पनि सुनाए। तपाईँले विश्वास पनि गर्नुभयो, बाँच्नु पनि भयो। साधारण मान्छेहरू थिए, सोझा मानिसहरू थिए, बाइबललाई सही व्याख्या गर्न जान्ने मान्छेहरू पनि थिएन होला ती गुरुबाहरू, ती गुरुआमाहरू, र पनि सुसमाचारद्वारा उनीहरूले तपाईँलाई के गरे, ख्रिस्टमा जन्माए। अहिलेको समयमा एउटा फेसन छ, त्यो फेसन चाहिँ जसलाई पाए उसलाई आत्मिक बाबु भन्ने। राम्रो वचन बोल्ने मान्छे देखेको ऊ मेरो आत्मिक बाबु, ऊ मेरो आत्मिक बाबु, ऊ मेरो आत्मिक बाबु, ऊ मेरो आत्मिक बाबु। अनि कतिले मलाई पनि आत्मिक बाबु भन्छन्। उनीहरूलाई भन्छ तपाईँको बाबु कतिवटा छ भन्छ, हेर्नुहोस् है त। बाइबलले के भन्छ भनेदेखि तिमीहरूको 10,000 शिक्षक छ होला, तर तिमीहरूलाई सुसमाचारद्वारा जन्माउने म चाहिँ एकमात्र बाबु हुँ भनेर पावलले भन्छ। यसो त तपाईँको मेन्टर थुप्रो हुन सक्ला, शिक्षक थुप्रो हुन सक्ला, तर बाबु चाहिँ 25वटा हुनु सक्दैन। छेउको साथीहरूलाई 25वटा बाबु हुन सक्दैन भन्नुहोस् न। जसलाई पाए उसलाई बाबु नभनौँ भन्नुहोस् न। यसो त परमेश्वर तपाईँको जुन मेन्टर ल्याउनुहुन्छ, शिक्षक ल्याउनुहुन्छ, अनि कतिजना जग बसाल्ने मानिसहरू थिए जसले सुसमाचार सुनाए, कतिले तपाईँलाई हुर्काए, अनि परमेश्वरले हरेक जीवनको तहमा नि हामीलाई विभिन्न किसिमको टिचरहरूसित कनेक्ट गर्नुहुन्छ, अभिषिक्त मानिससित कनेक्ट गर्नुहुन्छ। तर पनि सुरुमा वचन सुनाउने मान्छेलाई नभुल्नुहोस्। वचनले के भन्छ, तिमीहरूलाई वचन सुनाउने अगुवाहरूलाई के गर, ध्यान राख, सम्झना राख, नभुल उनीहरूप्रति, कृतज्ञ बन। यसो त तपाईँलाई कसले चाहिँ प्रभुमा ल्याए, कसले सुनाए? गाउँ बस्ती कति साधारण पास्टर थियो होला, फुल टाइम पनि थिएन होला, उनीहरू बाइबल पनि राम्रो व्याख्या गर्नु जान्दैन थियो होला, तर बचाए नि त तपाईँलाई, हो कि न भन्नुहोस् त। तपाईँको बाबु एमए पढेको होइन भन्दैमा बाबु होइन भन्नु त सकिँदैन कि सकिन्छ? सकिँदैन। लाटा सुधा केही नजानेको होला, आमा पनि फेसन गर्नु नजान्ने आमा होला, गाउँ बस्तीको भाकामा बोल्ने, गाउँ बस्तीको लुगा फाटा लाउने, तर त्यसले तपाईँलाई आमा, त्यसले उसलाई चाहिँ तपाईँको आमा हुनुदेखि वञ्चित गर्दैन नि, हो कि न भन्नुहोस् त। आमा चाहिँ के हो? आमा हो, बुवा चाहिँ बुवा हुनुहुन्छ। मैले कतिजना यस्ता खालका मानिसहरू पनि देखेको छु, कलेज पढ्दै गर्दाखेरि उनीहरूको बाबु चाहिँ बस्तीको खुट्टा पटपटी फुटेका, आमा त्यति फेसन गर्नु नजान्ने, साडी भन्दा पनि गुन्यु लाउने एउटा जेनेरेसन हुन्छ नि, अनुहारमा सनस्क्रिन लाउनु नजान्ने जेनेरेसन। तपाईँले लक्ष्मण गामनागेले लेखेको मेरा बा भन्ने त्यो कविता सुन्नुभएको छ, नेपालको राम्रो कवि हो। कोही बेला म त्यो कविताहरू कोही बेला सुन्छु। प्रभुपाको मान्छे होइन उहाँ, तर बाबुको कुरा गरेको छ है त। त्यो परिवारमा नि
कलेजबाट उसको साथीहरू आएको, आमाले चिया लिएर आएको, अनि साथीले पनि सोध्यो हु इज सी भन्दा छोरोले चाहिँ मेरो आमा भन्नुको शरमले चाहिँ सर्भेन्ट भनेको पनि देखेको घटनाहरू। किन भन्दाखेरि नि ती उच्च खानदानको साथीहरू घरमा आउँदाखेरि अनुहारमा सनस्क्रिन नलगाएको आमालाई चाहिँ के भन्नु शरम लागेको भन्नुहोस् त, आमा भन्नु शरम लागेको। छेउको साथीलाई भन्नुहोस् न सनस्क्रिन नलाने बुवा चाहिँ बुवै हुनुहुन्छ भन्नुहोस् न। स्टाइल गर्न नजाने आमा चाहिँ आमै हो भन्नुहोस् न। यसो त तपाईको गुरुबाको शिक्षामा प्रभुले अरू शिक्षा पनि थप्नुहुन्छ, एनोइन्टेड मान्छे ल्याउला। तर बाइबलले के भन्छ भने तिमीहरूलाई वचन सुनाउने अगुवाहरूको के राख, सम्झना राख। वचनको खातिर हामी उनीहरूलाई के गर्छौँ, आदर गर्छौँ, सम्मान गर्छौँ, इज्जत गर्छौँ। किनभने उनीहरूले बोकेको वचन चाहिँ परमेश्वरको वचन हो। वचनको खातिर हामी उनीहरूलाई किन चाहिँ आदर गर्छौँ भनेदेखि नि उनीहरूले तपाईँलाई बाइबल पढ्न सक्ने मान्छे बनाए, बाइबलै नजान्ने मान्छे हुनुहुन्थ्यो होला, तर उनीहरूले तपाईँलाई एबीसीडी पढाएको जस्तो बाइबल सिकाए। तपाईँलाई थाहा छ पहिलो पटक तपाईँ चर्च गएको दिन बाइबल खोल्नु जान्नु हुन्थेन तपाईँ। मलाई पनि कसैले लगेको एउटा सेवामा जीवनमा पहिलो पटक बाइबल क्लास रहेछ घरको, कसैले मलाई लिएर गए, पास्टर बाले बोल्नु हुँदो रहेछ। अहिले विचार गर्दा पास्टर बा रहेछ। अनि गीत सिद्धियो, बाइबल दियो, सबैको हातमा टेबलमा थुप्रो बाइबल राखिएको थियो, एउटा बाइबल मेरो हातमा पनि दियो। त्यति बेलाको समयमा नेपाली बाइबल थोरै मात्र त हिन्दी बाइबल हुन्थ्यो त्यति बेला, जहाँ परमेश्वरलाई तँ भन्ने बाइबलहरू थियो है त, त्यो हे यहोवा तू भन्ने खालको त्यस्तो शब्दहरू भएको बाइबल। त एउटा बाइबल मेरो हातमा थमाइदियो। अनि उहाँले के भन्नुभयो, वक्ताले सपनाको किताब खोल्नु सरे। जीवनमा पहिलोचोटि सेवा गएको मान्छेको हातमा बाइबल थमाएर सपना खोल्नु लाउँदा कस्तो हुन्छ। अहिले यहाँ सपना खोल्नुलाई हामी तपाईँहरू निकालेर हमे पर्छ, सूची नहेरिकन हेर्नुहोस् है। सपना ओबद्याहरू छ नि बाइबलमा भेट्दै नभेट्ने किताबहरू। मैले पनि सपना नभेटेर पल्टाएको, मलाई यो धेरै थाहा थिएन सूची पत्र हुन्छ भन्ने। पल्टाको उतापट्टि कुरा फ्वाक्क खोलेर बस्यो, यसो हेरेको जस्तो लाग्थ्यो मलाई नि। त्यो खोलिसकेर कोही बेला अर्कोपट्टि हेर्छ नि, कतिले याद गर्नुभएको, त्यो आँखाले चाल पाउँछ मैले त भेटेँ भन्ने खालको भन्दै गरेको हेर्नुहोस् है। म खोजेको छु, लाज भइसक्यो मलाई। अनि गुरुबाले माथिबाट भन्यो जसले भेटेको छैन छेउकोले सघाइदिनुहोस् भन्दा उसले मलाई यसो टेढे आँखाले हेर्दै दुई पल्ट पल्टाइदिएको ठ्याक्राको सपना निकाल्दा त झन् लाज भयो हेर्नुहोस् है। उसको अन्दाज चाहिँ यतिसम्म रहेछ, यतिमा थिच्दा चाहिँ सपना निस्किन्छ भन्ने। दुई पटकमा चाहिँ सपना फक्लोकै निकालिदिँदा झन् लाज भएको मलाई। म चाहिँ त्यस्तो थिएँ, बाइबलसित कहिले न परिचित। आज म पुलपिटमा उभिएर प्रचार गर्छु, तर कसैले त मलाई त्यो अवस्थादेखि हुर्काएर ल्यायो नि त। मलाई बाइबल रटायो, बाइबल पढ्नु सक्ने बनायो, बाइबलको साधारण भए सिद्धान्त सिकायो। आजको दिन प्रकाश र परमेश्वरका सिंहासनको उच्च कोटिको शिक्षालाई प्राप्त गर्दै गर्दा नि ती साधारण रूपमा वचन सुनाउने अगुवाहरूको सम्झना राखौँ। आमेन भन्नुहोस् न। अगुवालाई नभुलौँ भन्नुहोस् न। हामी ईश्वरको वचनको खातिर पनि उनीहरूको के गर्छौँ, आदर गर्छौँ, सम्झना राख, नभुल भन्छ। यसो त बाइबलले साह्रो शक्तिशाली कुरा चाहिँ के भन्छ भने आफ्नो अगुवाहरूको सम्झना राख। छेउको साथीलाई सोध्नु छ सम्झना राख्नु भएको छ के त भन्नुहोस् न। कि बजारमा नि नयाँ बुवा भेट्दा पुरानो बुवालाई चाहिँ भुलिसक्नु भयो है त। हामीले कहिले पनि यो सत्यतालाई भुल्नु भएन। हामी हाम्रो चर्चमा जहिले पनि के भन्छौँ भनेदेखि नि आफ्नो चर्चलाई दिनुपर्ने पर्याप्त समय दिइसकेपछि उब्रेको समय तपाईँहरू कुन सेवामा जानुहुन्छ हामी खोज्दैनौँ। तर प्रथम हाम्रो जीवनको कनेक्सन हुने ठाउँ चाहिँ आफ्नो चर्च हो, आफ्नो ठाउँ हो। अनि हामीले सत्यतालाई कहिले पनि भुल्नु हुँदैन। म अलिकति अगाडि बढिहाल्छु। दोस्रो कारणलाई पनि हामी केलाउन लागेका छौँ। पहिला थेसलोनिकी 5:12 र 13 पदलाई पढ्छौँ। तर भाइ हो हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौँ कि तिमीहरूको माझमा परिश्रम गर्नेहरू जो प्रभुमा अगुवाहरू हुन् र तिमीहरूलाई चेतावनी दिन्छन् तिनको आदर गर। तिनीहरूको कामको खातिर तिनीहरूलाई प्रेम साथ अति उच्च आदर गर।
तिमीहरू आपसमा मेलमिलापमा बस। थिस्सलोनिकाको मण्डलीलाई पवित्र आत्माले पावलद्वारा यो भन्दैछ, पावलले होइन है, पवित्र आत्माले भन्नु हुँदैछ। पवित्र आत्माले पावलद्वारा थिस्सलोनिकाको मण्डलीलाई भनेको कुरा चाहिँ के छ? तिमीहरूको माझमा परिश्रम गर्ने जो प्रभुमा अगुवाहरू हुन्, मण्डलीको कुरा गर्दैछ, र तिमीहरूलाई चेतावनी दिन्छन्, तिनको आदर गर। अगुवालाई आदर गर्नुको अर्को कारण चाहिँ के हुन् भनेदेखि ती चाहिँ परमेश्वरले तपाईँ र मेरो जीवनमा चेतावनी दिन राखेका मानिसहरू हुन्। सबैले चेतावनी भन्नुहोस् न। चेतावनी मनपर्छ तपाईँहरूलाई? शिक्षा मनपर्छ, चेतावनी चाहिँ मन पर्दैन। इङ्ग्लिसमा एडमोनिश भन्छ है त, सुधार, चेतावनी। तर जीवनमा चेतावनी दिने मानिस पनि परमेश्वरले जरुरी ठान्नुहुन्छ। तपाईँले यसलाई कसरी चाहिँ बुझ्न सक्नुहुन्छ भने चेतावनी भनेको हप्काउनु नै नहोला, तर कसैले त सोध्नु पर्यो नि तपाईँले प्रार्थना गरेको छ कि छैन, बाइबल पढ्नु भएको छ कि छैन, सङ्गति आएको छ कि छैन, 10 मार्क्स ल्याएको छ कि छैन, कसैले त सोध्नु पर्यो। मलाई पनि त्यो सोध्दै गरेको दिनहरू मन पर्दैन। भाइलाई त 2 हप्ता भयो चर्चमा नदेखेको, कहाँ जानुभयो भन्दा चस्सै घोष थियो। के भन्नु मन लाग्थ्यो? गुरुबा तपाईँले मलाई मात्रै देख्यो, अरू पनि छ त यो चर्चमा सेवा नआउनेहरू भन्नु मन लाग्थ्यो है त। तर परमेश्वरले चेतावनी दिने मानिस हाम्रो जीवनमा राख्नु भएको छ। कसैले त सोध्नु पर्यो। बाइबल कोले ल्याउनु भएको छ माथि उचाल्नुहोस् भन्दाखेरि नि बाइबल नबोकी गएको दिन नि कस्तो शरम लाग्थ्यो सबले बाइबल उचाल्दाखेरि। अनि के हुन्थ्यो भन्नुहोस् त, अर्को हप्तादेखि चाहिँ बाइबल बोकेर जान्छु, किनभने अस्ति के भयो भन्नुहोस् त, हात रित्ते हुँदाखेरि मलाई के भयो, अलिक शरम भयो। बुढाबाले सोधिहाल्छ, त्यहाँदेखि बाइबल बोकेर जानु थाले। त्यति बेलाको बाइबलहरू पनि यति मोटो हुन्थ्यो, अहिलेको भन्दा 2 गुणा मोटो, खोल पनि गत्ताको भएको, यति साह्रो गरुङ बाइबलहरू हुन्थ्यो त्यति बेलाको बाइबलहरू। बोक्नु नै गाह्रो लाग्ने। हाम्रो चर्चमा त एउटा बाइबल पनि 2 हातले उचाल्नु पर्ने बाइबल पनि थियो, उहिलेको बाइबल। तर गरुङ भयो नि बाइबल बोकेर किन चाहिँ जानु मैले सुरु गरेँ भने गुरुबाले सोध्छ भनेर। भाइ 2 हप्ता देखिन त भन्दा सोध्छ भनेर पवित्र आत्माको प्रेरणाले नभए पनि कमसेकम सोध्छ भनेर चाहिँ हेर्नुहोस्, कोही बेला नि अनुशासनले पनि तपाईँको आत्मिक जीवनलाई चाहिँ सुरक्षित राख्छ। तपाईँले बाइबलमा पढ्नु भएको प्रभु येशू आफ्नो आदत अनुसार सभाघरमा जानुभयो भन्छ, प्रेरणाले होइन, केले? आदतले। आदत भन्नुहोस् न। गेतसमनीको बगैँचामा पनि प्रभु येशू आफ्नो आदत अनुसार जानुहुन्थ्यो भन्छ। साह्रो परेर गएको होइन, उहाँको ह्याबिट थियो अरे। विश्रामको दिन चाहिँ नि पवित्र आत्माको प्रेरणाले मात्र येशू प्रभु केले गर्दा जानुहुन्थ्यो? आदतले। इङ्ग्लिस बाइबलले भन्छ एज वाज इज कस्टम। यसो त आत्मिक जीवनमा नि आदत पनि जरुरी कुराहरू हो। आमेन भन्नुहोस् न। कोही बेला अभिषेक अनुभव नभएको बेलामा चाहिँ आदतले तपाईँलाई थाम्दछ। आत्माको गाइडेन्स क्लियर नपाएको बेलामा तपाईँलाई केले थाम्दछ? आदतले, अनुशासनले तपाईँलाई थाम्दछ। मेरो जीवनमा नि कसैले सोधिदियो चर्च आए कि आएन, बाइबल बोके कि बोकेन, 10 मार्क्स ल्याए कि ल्याएन, जानी नजाने भए पनि हुर्काए ती गुरुबाहरूले। अनि आज म यहाँ आइपुगेँ। म आज यो स्टेजमा उभिएर बोल्दैछु नि, यसमा धेरै हदसम्म चाहिँ ती मानिसहरूको हात छ जसले चेतावनी दिए। मन त पर्दैन चेतावनी, कोलाई चेतावनी मन पर्छ? गुरुबा मलाई गाली गर्नुहोस् न भनेर कोही छ यहाँनिर? आज त तपाईँको हप्काइ सुनुङ सुनुङ लाग्दैछ, तर जरुरी छ। छेउको साथीलाई भन्नुहोस् मन पर्दैन तर जरुरी छ। ईश्वरले हाम्रो जीवनमा त्यस्ता मानिसहरू राख्नु भएको छ। यहाँ बच्चाका बुवा आमाहरू हुनुहुन्छ, तपाईँहरू कोलाई चाहिँ आफ्नो बच्चाहरू यस्तो स्कुल पठाउनु मनपर्छ जहाँनिर नि एक्जामै हुँदैन, होमवर्क गरी कि गरेन सोध्दैन, स्कुल आए कि आएन एटेन्डेन्स नै उठाउँदैन? कोलाई मनपर्छ? हात उचाल्नुहोस् त, उचाल्नुहोस् न। कोलाई त्यस्तो स्कुल मनपर्छ? बच्चाहरू पठाउनु मनपर्छ? तपाईँले किन चाहिँ एटेन्डेन्स नउठाउने स्कुलमा नानी नपठाएको, बच्चा नपठाएको, एक्जामै नलिने स्कुलमा किन नपठाएको? किनकि तपाईँलाई पनि थाहा छ बच्चाको वृद्धि हुनका लागि चाहिँ कसैले चाहिँ एक्जाममा प्रश्न सोध्न जरुरी छ। स्कुल आए कि आएन एटेन्डेन्स उठाउन जरुरी छ, होमवर्क गरेर ल्याए कि ल्याएन चेक गर्न जरुरी छ, कपी चेक गर्न जरुरी छ। हामी आफ्नो बच्चाको बारेमा चाहिँ सोच्दाखेरि नि
जवाबदेहिता जरुरी छ ठान्छौँ, तर आफ्नो आत्मिक जीवनको बारेमा चाहिँ ठान्दैनौँ। तर तपाईँले यो सत्यतालाई चाहिँ बुझ्नुभयो भनेदेखि नि तपाईँको जीवनमा चेतावनी दिने गुरुबालाई त्यो चेतावनीको खातिर पनि हामी आदर गर्छौँ। इख बोक्दैनौँ, के गर्छौँ? आदर गर्छौँ। मेरो बाले मलाई कराएको मन पर्थेन, कराउनु त होइन, उहाँले साह्रो कुट्नुहुन्थ्यो, कोही बेला साह्रै कुट्नुहुन्थ्यो। मेरो बुवा चाहिँ आतङ्क हुनुहुन्थ्यो, हिजो मैले तपाईँलाई भने नि। तर अहिले यसो विचार गर्दा उनले मलाई माया गर्नुहुँदैछ, देखाउनु मात्रै जान्नु भएन, किनकि उहाँ आफै पनि हि वाज अ ब्रोकन फादर, आफै टुटेको बुवा हुनुहुन्थ्यो। पछि मलाई बुझ्नु समय लाग्यो, तर मेरो बुवाकोले नि मेरो जीवनमा चेतावनी दिनुभयो, हप्काउनु भयो, कडा गर्नुभयो। एक दिन दसैँ आउनु आँटेको रहेछ अनि स्कुल बिदा हुनु आँटेको थियो, 2-3 दिन थियो। म सानै थिएँ, स्कुलबाट आउँदै गर्दा त्यो दसैँको बेलामा पुलिसहरूले रोक्दैन, उता जुवा तास खेल्नु दिन्छ, जान रक्सीहरू पनि खानु दिन्छ दसैँको बेलामा। सडकको उतापट्टि किनारमा एक ग्रुप मानिसहरू तास खेल्दै रहेछ। अनि म पनि सानै छु, त्यति बेलाको क्लास चाहिँ ढुङ्गा क्लास भन्थ्यो, यहाँ नेपालमा के भन्थ्यो थाहा छैन, हाम्रो उता चाहिँ बेबी क्लास र ढुङ्गा क्लास भन्थ्यो, ढुङ्गा क्लास पढ्ने। अनि आउँदै थिएँ स्कुलबाट, झोला पनि भिरेको छु, त्यो तानको झोला, यस्तो झोला चाहिँ यहाँ हालेर यस्तो हालेर पछाडिपट्टि बोक्थ्यौँ हामीले। अनि त्यो तास खेल्दै गरेको ठाउँमा आइपुगेको छ, बच्चा त हो, अब मनमा नि एउटा कौतूहल हुन्छ, के गरेको होला, यसो एकजनाले टिप्छ, अर्कोले फ्याँक्छ, यसो हेर्दै थिएँ। कति बेला चाहिँ बुवा पछाडि आइसक्नु भएछ थाहै भएन, भुवाका लात मात्रै आयो हेर्नुहोस्। मान्छेको लात हान्दाखेरि भुइँमा बङ्लङ्गै लडे, हेरेको त बुवा हुनु रहेछ। दुखेको एउटा, अनि अर्को चाहिँ मानिसको अगाडि त्यो लात्तीले हान्दाखेरि कस्तो शरम हुन्छ। अनि यस्तो समातेर कुदेँ है त पछाडि, खेद्दै आउनुभयो उहाँ, म घर, तर उहाँले मलाई भेट्नु भएन। म स्पिड कुदेँ है त। बच्चा बच्चीहरूको, यङहरूको एडभान्टेज त्यति हुन्छ, कुद्नुमा चाहिँ भेट्दैन। स्वाटै घरभित्र पसेँ, बेड मुनि पसेँ, त्यहाँदेखि कुट्नु भएन, तर त्यो लात्तीले हान्यो। नमिठो लाग्यो मनमा, त के पनि भयो, एक दिन म ठुलो हुन्छु, उहाँ बुढो हुन्छ, त्यो दिन देखाउँछु भन्ने नमिठो लाग्यो। तर त्यहाँदेखि उसले कुनै ठाउँमा तास खेलेको देख्ने साथ मलाई डर भइहाल्थ्यो, पला बुवा पो आउँदैछ कि भने। राम्रो कुरा के तपाईँलाई थाहा छ, मैले तास खेल्नु जीवनमा कहिल्यै सिकिनँ, अहिलेसम्म नै आउँदैन। तास कसरी खेल्छ, कसरी गेम ओभर हुन्छ, कसरी बेट कम्प्लिट हुन्छ, मलाई आजसम्म नै आउँदैन। म आज फर्केर जब आफै बुवा भएँ नि, म मेरो बुवाप्रति कृतज्ञ छु। उनले खस्रो अनुशासन गर्यो मलाई, तर त्यो दिन हानेको लातले गर्दाखेरि चाहिँ मलाई जुवा खेल्ने मान्छे कहिले पनि बन्न दिएन। आज म मेरो बुवाप्रति के छु भन्नुहोस् त, कृतज्ञ छु। बाइबलले के भन्छ भनेदेखि नि, तिमीहरूको माझमा नि परिश्रम गर्ने र तिमीलाई चेतावनी दिने अगुवाहरूलाई के गर, आदर गर। छेउको साथीलाई भन्नुहोस्, मिठो बोल्ने मात्र होइन, चेतावनी दिने पनि भन्नुहोस् न। यो सेवा सिद्धेपछि जानुहोस्, तपाईँको गुरुबालाई भेट्नुहोस्, यहीँ छ भने भेटेर के भन्नुहोस्, गुरुबा चेताउनुको लागि धन्यवाद। मलाई बेला बेलामा सोध्दै गर्नुहोस् है भन्नुहोस् ल, किनकि यो चाहिँ परमेश्वरको के हो भन्नुहोस् त, योजना हो, साह्रो मजाको छ। तिनीहरूको चेताउनीको खातिर तिनीहरूलाई आदर गर। अनि अर्को चाहिँ के को खातिर अरे, तिनीहरूको कामको खातिर। उनीहरूले जुन काम गर्दैछ त्यो कामको खातिर पनि उनीहरूलाई आदर गर, किनकि उनीहरूले कसको काम गर्दैछ, परमेश्वरको काम गर्दैछन्। उनीहरूले गरेको कामले तपाईको अनन्तता बदलाउँदैछ। हामीले समाजबाट पाउँदै गरेको जति पनि सेवाहरू छ, त्यसले हाम्रो शारीरिक र भौतिक कुरालाई बदलाउला, तर ती सबै कुरा भन्दा नि ती गुरुबाहरूले गरेको सेवा किन भिन्दैछ भने त्यसले तपाईको केलाई बदलाउँदैछ, अनन्ततालाई बदलाउँदैछ। हामी त्यो वचनको खातिर पनि उनीहरूलाई आदर गरौँ। अनि आदर पनि कस्तो आदर अरे हजुर, उच्च आदर। उच्च आदर भन्नुहोस् न,
बाइबलले आदर मात्रै भन्दा हुँदैन, आदर गर भन्दा हुन्थ्यो नि, तर एउटा शब्द थपेको छ, सुपरलेटिभ भन्छ इङ्ग्लिसमा यसलाई, उच्च। आदर पनि कस्तो अरे? जोडले भन्नुहोस् न, अझै जोडले। पास्टर सिलासले चाहिँ दोबर सिकाउनुहुन्छ है त, दोबरको नि उहाँले भरे कुरा गर्नुहुन्छ होला। दोबर आदर भनेको चाहिँ डबल आदर। जय मसीहले मात्र नसुल्लाऊ, रुपियाँ पैसाले नै आदर गर, मद्दतले आदर गर भन्ने उहाँले सिकाउनुहुन्छ। तर हामी आज दोबर आदरको साथमा नै उच्च आदरको कुरा गर्छौँ। उच्च आदर चाहिँ के भन्दाखेरि हामीले थुप्रो मानिसहरूलाई आदर गर्छौँ। उच्च आदर गर। तेस्रोलाई पनि हामी हेरिहाल्छौँ। तेस्रो कारणको हामी चर्चा गर्छौँ, अनि त्यो चाहिँ तपाईँले कहाँ भेटाउनुहुन्छ भने एफएसी 4को 11 र 12 पदलाई हामी पढ्छौँ। एफएसी 4को 11 र 12 पदमा यसरी लेखेको छ, पढाउन सबैले। 1 2 3। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू, कोही शिक्षकहरू बनुन् कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। परमेश्वरले मण्डलीमा कसलाई राख्नु भएको छ भन्दा प्रेरितहरू राख्नु भएको छ, अगमवक्ता, प्रचारक, पास्टर, शिक्षक परमेश्वरले राख्नु भएको छ। सबले अगुवा भन्नुहोस् न। उद्देश्य चाहिँ के हो? ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। हामी आफ्नो सेवकाई गर्नका लागि सुसज्जित त्यति बेला मात्र हुन्छौँ, परमेश्वरले राखिदिएको वरदानभित्र हामी त्यति मात्र पस्छौँ जति बेला चाहिँ परमेश्वरले हाम्रो जीवनमा र मण्डलीमा राख्नु भएको अगुवालाई हामी के गर्छौँ? पास्टरलाई आदर गर्छौँ, अगमवक्तालाई आदर गर्छौँ, या प्रेरितलाई आदर गर्छौँ। अब तपाईँ भन्नुहुन्छ हाम्रोमा त अगमवक्ता प्रेरित छैन। मलाई के लाग्दछ भने तपाईँहरू कतिजना गुरुबाहरू प्रेरित हो तर पास्टर भनेर अब चिनेको टाइटल त्यति मात्रै ओगटेर बसिराखेको होला है। अगमवक्ता होला तर हाम्रो समाजमा खालि पास्टर भन्ने टाइटल मात्र चिनेको कारणले गर्दा उनीहरूले त्यो गरिराखेको होला। तर यहाँनिर तपाईँले एउटा जेनेरिक वर्ड चाहिँ के बुझ्नुहोस् भने परमेश्वरले नियुक्त गरेको अभिषेक त अगुवा। परमेश्वरले उनीहरू हाम्रो जीवनमा किन राख्नुभयो भन्दाखेरि ताकि सन्तहरू सेवाको काममा सुसज्जित बनोस्। यसो त परमेश्वरले हामीलाई राखिदिनु भएको वरदान र सेवकाई भित्र पस्नु हो भनेदेखि नि जहिले पनि यो चाहिँ आदरबाट सुरु हुँदछ। बाइबलले हामीलाई के सिकाउँदछ भनेदेखि नि जुन कुरालाई आदर गर्छौँ त्यो कुरालाई आकर्षित गर्छौँ। अगमवक्तालाई अगमवक्ताको आदर गर्यौ भने तिमी अगमवक्ताको इनामभित्र पस्छौ भन्छ है त। यसो त शक्तिशाली सिद्धान्त चाहिँ परमेश्वरले राख्नु भएको अगुवालाई जब हामी आदर गर्छौँ उनीहरूको सेवकाई भित्र पस्छौँ। अब अगुवाले के बुझ्नु जरुरी छ भनेदेखि परमेश्वरले हामीलाई मण्डलीभित्र राख्नु भएको चाहिँ सन्तहरूलाई उनीहरूको सेवकाईको लागि सुसज्जित गर्नको लागि हो। हामी भरे लास्ट सेसनमा केही पल त्यसको चर्चा गर्छौँ। यसो त जो पनि परमेश्वरले मण्डलीमा अगुवा राख्नु भएको छ, यी पञ्चदलीय सेवकाईको अगुवाहरू, ती मानिसहरू चाहिँ परमेश्वर हाम्रो जन्म अख्तियारको रूपमा मात्र राखेको होइन, परमेश्वरले ती मानिसहरूलाई शिक्षा दिने र सिकाउने व्यक्तिको रूपमा मात्र राखेको होइन, उनीहरूले केही चाहिँ बोकेको छ, एउटा अभिषेक बोकेको छ। अनि मोसाले हात राख्दाखेरि चाहिँ परमेश्वरले मोसाभित्र भएको आत्मा चाहिँ यहोशूमा सार्नु भयो। आमेन भन्नुहोस् न। पावलले तिमोथीमाथि हात राख्दाखेरि चाहिँ पावलले के बोक्नु भएको थियो? अभिषेक बोक्नु भएको छ। त्यो कसमा सरेको छ हजुर? तिमोथीमा सरेको छ। एलियाले एलिसालाई खास्टो ओढाउँदाखेरि त्यो खास्टोभित्र केही चाहिँ छ। राम्रै हलो जोत्दै गरेको मान्छे नि पुक्लोको हलो चिरेर चाहिँ दाउरा बनाएर पशुको मासु पकाइराखेर खुवाएर एलियाको पछि लागेको छ, केही चाहिँ भएको छ। यसो त परमेश्वरले मण्डलीमा ती अगुवाहरू जो राख्नुहुन्छ नि उनीहरूले सिकाउँछन् पनि बताउँछन् पनि, तर केही कुरा चाहिँ के हुन्छ उनीहरूले बोकेको छ। जुन कुरा चाहिँ उनीहरूको हात राख्नुबाट के हुँदछ? ट्रान्सफर हुँदछ। अभिषेक चाहिँ चोरेर पाइँदैन, अभिषेक लुटेर पनि लिनु सक्दैन। कुर्सी चाहिँ खोज्नु सकिन्छ, सङ्गठन पनि खोज्नु सकिन्छ, विदेशको स्पोन्सर छ भने त्यो पनि खोज्नु सक्ला, कसैको छ भनेदेखि नराम्रो छैन। तर मजाको कुरो चाहिँ के हो भनेदेखि नि अभिषेक चाहिँ जहिले पनि घुँडा टेकेर
परमेश्वर नियुक्त गरेको अगुवाको हात आफ्नो शिरमा आउनु दिनुबाट चाहिँ खुल्दछ। अभिषेक जहिले पनि के भित्र खुल्दछ? अधीनता भित्र खुल्दछ। यसो त विद्रोहमा नि अभिषेक खुल्ने ठाउँै छैन। विद्रोहमा हामी कहिले पनि मौलाउँदैनौँ। यसो त परमेश्वरको अभिषेकलाई जति हामी आदर गर्छौँ हामी त्यसभित्र पस्न सुरु हुन्छौँ। जीवनमा कोही कोही बेला यस्तो खालको परिस्थिति आउँछ जति बेला नि परमेश्वरले मण्डलीदेखि बाहिर लाने समय पनि आउँछ। परमेश्वरले त्यही मण्डलीभित्रबाट परमेश्वरले अरू सेवकाई भएको मान्छे खडा गरेर त्यहाँदेखि बाहिर लैजाने दिन पनि आउला। तर म सधैँ भाइ बहिनीलाई के भन्छु भने कुनै दिन प्रभुले तपाईँलाई हाम्रो सेवकाईदेखि बाहिर लग्यो भनेदेखि सबभन्दा पहिला रमाउने मान्छे चाहिँ हामी हुन्छौँ। तर हामी एउटै कुरा के सिकाउँछौँ भनेदेखि जाने बेलामा आऊ आशिष थाहा पा, हामी आशिष दिन्छौँ अनि कम विथ द गो विथ द ब्लेसिङ, आशिषको साथमा जाऊ। अनि अगुवाहरूको भित्र ठुलो हृदय हुनु पर्यो। कुनै दिन छोराछोरी हुर्केर चराको बचेर ठुलो भएर पखेटा पलाएको जस्तो पखेटा गुण छोड्ने जाने दिन आएछ भने के बोल्नु पर्यो? हामीले आशिष बोल्नु। हुन्छ नानी यत्रो दिन बस्यो, थ्याङ्क यू, तर म तिमीलाई आशिष दिँदैछु। अनि म हुर्कँदै गरेकोहरूलाई नि के भन्छु भनेदेखि नि जाँदाखेरि विद्रोहमा नजानुहोस्। के को साथमा जानुहोस्? आशीर्वादको साथमा जानुहोस्। अनि जहीँ गयो नि सम्झना चाहिँ राख्नुहोस्। छेउको साथीहरूलाई भन्नुहोस् जहाँ गयो नि जानुहोस् तर सम्झना राख्नुहोस् भन्नुहोस् न। तपाईँले भजन सङ्ग्रह नखोल्नु होला, यो सिद्धान्तलाई तपाईँले भजन सङ्ग्रह 133 देख्नुहुन्छ। एकतामा बस्नु कति असल कुरो हो भनिसकेपछि 2 पदमा आइपुग्दा नखोल्नु होला। त्यहाँ के लेखेको छ भने यो चाहिँ हारुनको शिरमा खन्याएको अभिषेकको तेल जस्तो हो जो बगेर उसको पोसाकको कठालोसम्म, पोसाकको हेम, इङ्ग्लिस बाइबलले हेम भन्छ है त, पोसाकको तल शिरमा भन्नुहोस् न। कुइनामा अभिषेक खन्याउनुहुन्न परमेश्वरले, घुँडामा पनि अभिषेक खन्याउनुहुन्न, ढाडमा अभिषेक खन्याउनुहुन्न, भुँडीमा पनि परमेश्वर अभिषेक खन्याउनुहुन्न। ठुलो छ भने कोही बात छैन, त्यहाँ चाहिँ आउँदैन है त, यहाँ आउँछ। परमेश्वर अभिषेक जहिले पनि कहाँ खन्याउनुहुन्छ? शिरमा खन्याउनुहुन्छ। कुइनाले के भन्नु सक्दैन? म पनि शिरभन्दा अलिकति पनि कम छैन, यहाँ पनि 1-2 थोपा प्रभु चुहाइदिनुहोस् त भन्नु त पाउला, तर चुहुँदैन। घुँडाले के भन्नु सक्दैन? अरे शिरमा त कुन ठुलो कुरा हो र, मैले बोकेर हिँडिरहेको छु, प्रभु 2-3 थोपा यहाँ पनि चुहाइदिनुहोस् न भन्नु त पायो, भन्नु त पायो भन्नुहोस् न, तर चुहुँदैन। अभिषेक कहाँ खन्याइँदछ? शिरमा। तर कुइनाले नि आफूलाई शिरको मुनि राख्ने चाहिँ फैसला गर्यो भने ढिलो छिटो शिरको तेल बगेर कुइनामा आइपुग्छ, घुँडामा आइपुग्छ, भुँडी पनि चुर्लुममा डुब्छ, खुट्टा पनि डुब्छ, पोसाको कठालोसम्म जान्छ। यसो त परमेश्वरले जहिले पनि अभिषेक चाहिँ अगुवाबाट खन्याउनुहुन्छ। परमेश्वरले नियुक्त गरेको मानिसबाट खन्याउनु हुँदछ। जब हामी उनीहरूलाई आदर गर्छौँ, उनीहरूको नेतृत्वलाई जब स्वीकार गर्छौँ, खन्याएको त शिरमा हो तर शिरले पनि रोक्न सक्दैन, बगेर तपाईँसम्म आउँछै आउँछ, सरासरी चुर्लुम्मै डुब्दछ। यसो त हामी अगुवालाई किन आदर गर्छौँ भनेदेखि नि उनीहरू हाम्रो महिमा बोक्ने, अभिषेक बोक्ने, आशिष बोक्ने मानिसहरू हुन्। मेरो जीवनमा पनि यो कुरासित मैले द्वन्द्व गरेँ। यङ हुँदाखेरि हामी सँगै पढेको 2 जना साथीहरू थियौँ। 12 क्लास सिद्ध्याएपछि स्कुलबाट निस्किँदाखेरि अब कलेज जाने बेला भएको थियो। मैले सेकुलर कलेज छानेर म ब्याचलर गर्नतर्फ गएँ। उहाँले बाइबल कलेज छान्नुभयो, थियोलोजी गर्नपट्टि जानुभयो। 3 सालमा म हातमा कलेजको डिग्री बोकेर निस्केँ, उहाँ हातमा के लिएर आउनुभयो? थियोलोजीको डिग्री लिएर आउनुभयो। चर्चमा आउनुभयो। अलिक दिन बादमा त चर्चले फैसला गरे उहाँलाई पास्टर बनाउने। मेरो त चित्त नपरेको, सँगै पढेको, सँगै हुर्केको, अझै कतिवटा कुरा त मैले सिकाएको हो। पवित्र आत्माको बप्तिस्मा मैले पहिला पाएको, त्यहाँदेखि उहाँ मैले हात राख्दाखेरि उहाँले पनि पाउनु भएको। मेरो मनमा के भएको? मैले हात राख्दाखेरि पवित्र आत्माको बप्तिस्मा पाएको, मैले कतिवटा वचन सिकाएको, सँगसँगै स्कुलमा पढेर निस्केको।
अहिले त फेरि मेरो के भयो, पास्टर भयो भन्ने नि। अनि सबले उहाँलाई गुरुबा भन्थ्यो, म चाहिँ नामै काटेर बोलाउँथेँ। म एक अभिषिक्त मानिस हुनुहुन्थ्यो। उहाँको मिटिङमा कोही बेला यति साह्रो प्रभुको उपस्थिति ओर्लिन्थ्यो, मान्छे गटटटटट हाँस्थ्यो। मैले भूत लागेको मान्छेहरू, भूतको काम हो यो, भूतको काम भन्थे। सेवकाईमा उहाँले हात राख्दा मान्छे ढल्थ्यो, म के भए ठेलेर लडाएको यो उहाँले भन्थे। हेर्नुहोस् है त। अनि म चाहिँ भन्थेँ मेरो शिरमा चाहिँ हात राख्नु कहिले पनि दिँदैन भन्थे। तर मैले उहाँलाई जति विरोध गर्दै गएँ मेरो आफ्नो जीवन सुक्दै गयो। वचनको प्रकाश आउनु छोड्यो। बाइबल त नि त्यो उखु चुसेर फ्याँकेको त्यो के भन्छ त्यसलाई, हजुर छोक्रा हुन्छ नि, त्यस्तै हुन्थ्यो। केही रहसै छैन। प्रार्थना गर्नु मलाई गाह्रो पर्थ्यो। एक दिन मैले प्रभुलाई भने, प्रभु मेरो जीवनमा अभिषेक ल्याउनुहोस्। अनि ती मानिसहरूको जीवनमा देख्थे। एक दिन मैले बाइबल पढ्दै जाँदाखेरि त के भेटेँ भने यूहन्ना 3 अध्यायमा बतास कताबाट बग्छ र कता जान्छ तिमीले जान्दैनौ। परमेश्वरको आत्माले मलाई के भन्नुभयो भनेदेखि नि, कसैको सेवकाईमा हुँदै गरेको कुरा तेरो दिमागले बुझेन भन्दैमा यो मबाट होइन भन्ने अधिकार चाहिँ तँलाई के छ, तँलाई बुझाएरै गर्नुपर्छ मैले भन्ने भयो। मेरो भित्र भयो, प्रभु के साँच्चै तपाईँबाट आएको हो यो मान्छेको सेवकाई भन्ने नि? यदि हो भने चाहिँ मलाई पनि दिनुहोस्, तर उसको हातबाट होइन, डाइरेक्ट सिधै भन्ने। यस्तो गरेर कोठामा कति उभे केही पनि हुँदैन। मैले कति दिन्छ नि डाइरेक्ट मागेको। तर यति साह्रो सुख एक दिन चर्च लाग्दै थियो। उनी पास्टर थिए। अनि प्रभु भोजको बेला आयो, उहाँले वचन बोल्नुभयो। त्यसपछि प्रभु भोजको बेला आउँदाखेरि प्रभु भोज खान हामी गयौँ। कोही कुर्सीमा बसेका थिए, कोही भुइँमा घोडा टेकेका थिए। अनि प्रभु भोज बाँड्दै आउनुभयो। अनि प्रार्थना भयो। त्यो दिन चाहिँ मैले यति नै भने, प्रभु अब ठिकै छ, तपाईँले त्यो व्यक्ति मेरो जीवनमा नियुक्त गरेको हो भने अब मलाई एक्सेप्ट गर्नु त गाह्रो पर्दैछ, तर म स्वीकार गर्छु किनकि मेरो जीवन सुक्दै जाँदैछ। किनकि परमेश्वर मलाई क्लियरली बोल्नुभयो, मैले नियुक्त गरेको मान्छेलाई नि तैँले रिजेक्ट गर्ने अधिकार तँलाई छैन। अनि के भयो भने प्रार्थना हुँदै थियो, लस्करै बसेर प्रार्थना गर्दै थियो। उहाँले मान्छेको शिरमाथि हात राख्दै आउनुभयो। भएर यतापट्टिको एकजना मान्छेको टाउकोमा हात राख्नुभयो। प्रार्थना गर्दै थियो। म भुइँमा घोडा टेकेको छु। म यता फर्केको छु, यतापट्टिको मान्छेको टाउकोमा हात राख्नुभयो। जसै त प्रार्थना हुँदै थियो, यतापट्टिबाट नि त्यो जाडो महिनामा आगो बाल्दाखेरि हावाले त्यो तातोलाई बत्ताएर ल्याउँदाखेरि तातो आउँछ, त्यस्तै तातो आउँदैछ। यो साइड यतापट्टि चिसो छ, यो साइड तातो भइराखेको छ। म छक्कै परेँ। मैले भने, प्रभु ठिकै छ, यदि यही व्यक्ति नै तपाईँले मेरो जन्म नियुक्त गरेको हो भने मलाई ऊ त मन त पर्दैन, तर म स्वीकार गर्छु। आज उसले मेरो टाउकोमा हात राखेको छ, सधैँ विरोध गर्थेँ, आज चाहिँ म गर्दिनँ, कस्तो हुँदो रहेछ हेर्छु भन्ने भयो। मलाई स्वीकार गर्छु होइन, हेर्छु भन्ने थियो। मेरो छेउमा आउनु, मेरो टाउकोमा यसो हात ल्याउनु भयो। फेरि हात हटाउनुमा जानु भयो। मलाई नागेर यतातिर हेर्नुहोस् है त, उहाँलाई आँट नआएको। किनकि यो मान्छेको टाउकोमा हात राख्दा झगडालु छ, कचिङ्गल निकाल्छ भने अर्को मान्छेलाई प्रार्थना गर्न सुरु गर्नुभयो। तर के मन आयो, फेरि फर्केर यतै आउनुभयो। मेरो आँखा चिम्छ, चाल पाउँदैछ, ऊ आएको सबै चाल पाउँदैछ। त्यहाँदेखि मेरो शिरमाथि यसो हात ल्याउनु भयो, फेरि हटाउनु भयो। चाल पाउँछ है त्यसो हात ल्याएको, फेरि आँखा चिम्मा छ। यसो विचार गर्दा उहाँलाई डर लाग्दैछ मेरो टाउकोमाथि हात राख्नु, तर पवित्र आत्माले राख भन्दैछ, दिमागले के भन्दैछ झगडा गर्छ कि भन्ने नि। यस्तो दुईपल्ट जस्तो भयो। त्यहाँदेखि उहाँले मेरो शिरमा हात राख्नु भएन, उहाँले मेरो ढाडमा हात राख्नु भयो। अनि यति नै भन्नु, प्रभु तपाईँको छोरालाई तपाईँको अभिषेक भित्र लानुहोस्। म त भने त म त सुई लडिदिएको, घुँडामै लडी गएँ। म डङ्गै भुइँमा लडेँ। माटोको भुइँ थियो, माटोको भुइँ सिमेन्टको भुइँ, तर माटो सरीको लडी गएँ।
लड्ने साथ मेरो मनमा पहिलो कुरा के भयो भन्नुहोस् त, ला मेरो कपडा फोहोर भयो भन्ने नि। सेतो सर्ट लगाएको छु, ग्रे प्यान्ट लगाएको छु, तर मेरो भित्र के भयो भनेदेखि मेरो कपडा फोहोर भयो भन्ने। अर्को यसो विचार गर्दा म घोप्टो परेर लडेछु, अनि कुर्सीमा यसो को बसेको थियो, सायद दिदीबहिनी हुनुपर्ने, कसैको खुट्टामा लडेछु र त्यो खुट्टा र मुख यसरी जोतिएको छ। म पनि चर्चको अगुवा हो, म कसैको खुट्टामा लडेको छु भन्ने भयो मलाई। मेरो डिग्निटी होइन यो भन्ने पनि हुँदैछ मलाई। त्यसो भनेको मात्रै म उठ्छु मात्रै भन्दै थिएँ, भरे त के भयो भनेदेखि नि यहाँबाट नाइटो हुन्छ नि, ठिक्क नाइटोको मुनिबाट चाहिँ अचम्म मलाई, म सायद बेसी टाउको चल्ने मान्छे भएर होला, साह्रो एनालाइज गर्ने है त। यहाँबाट सुरु भयो हाँस उठ्नु, यहाँबाट सुरु हाँस उठ्यो। मेरो आवाज त्यसैमा ठुलो, केही हप्ता अगाडिसम्म मैले भूतले हँसाएको भन्थे, आफै हाँस उठिँदा रोक्दा रोक्दा हा 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 भयो। किन हाँसेको, हाँस्ने कुरै छैन यहाँ, तर पनि हाँस उठेको हाँस उठेकै हाँस उठेको हाँस उठेकै। त्यहाँदेखि त नि मेरो कपडा फोहोर भयो भने विचार कता गयो, म कसैको खुट्टामा लडिराखेको छु भने विचार कता गयो। जसै त्यो हाँस्न सुरु भयो नि, के भयो भनेदेखि पहाडमा नाम्लोले भारी बोक्छ, नेपालमा बोक्छ, पहाडमा नाम्लोले जब भारी बोक्छ यस्तो उकालो हिँड्नुपर्छ, भारी बोकेर 2 मनको भारी बोकेर उकालो हिँडेर गएर माथि डाँडामा चौतारा भेट्छन्। चौतारी भेट्दाखेरि त्यो चौतारीमा के गर्छ, बिसारा नाम्लो स्वट्ट निकाल्दा कस्तो हुन्छ, सन्च हुन्छ नि। यहाँबाट जसै हाँस्नु सुरु भयो नि, मेरो टाउकोबाट केही कुरा स्वट्ट हटेर सन्चो भयो। के को सन्चोपना हो। अनि त्यो दिन मैले एउटै कुरा भने, मेरो कपडा फोहोर भयो नि होस्, मान्छेले मलाई अभद्र देखि नै देखोस्, यो हाँस्दाखेरि दिमाग बिग्रेको भन्छ भने नि भन्नुहोस्, तर यति मिठो छ, प्रभु तपाईँलाई धन्यवाद भने। म यति धेरै हाँसेछु, भरै सिद्धिँदाखेरि धेरै मान्छे घर गइसकेछ, म 2-3 जना मात्रै रहेछ भुइँमा। आँसु राल सिँगान सब मिसेको, हेर्नुहोस् है त। त्यो पसिनाले छाती भिजेको हो कि, रालले भिजेको हो कि, आँसुले भिजेको हो कि। परमेश्वरले नि कोही बेला साह्रो कडा मान्छेलाई चाहिँ नि लितिपिति पार्दैन, तेरो डिग्निटी ला भने। सेतो सर्ट त नि अब त्यो पसिना आँसु राल सिँगान भुइँको धुलो हेर्नुहोस्, केस पनि के भइरहेको छ, जुङरुङ्गै भइराखेको छ, हेर्नुहोस् है त। मलाई लाग्छ पेन्टिकोस्टको दिन पनि त्यस्तै भयो होला जस्तो लाग्छ क्या। त्यसले गर्दा सब माथेको मान्छेहरू भनेको छ नि, जुङरुङ नभएर उठेको त छैन कोही पनि, सबै घर गइसकेको छ। तर त्यो दिन त्यस्तो केस जुङरुङ्ग लिएर राल सिँगान भएर उठ्दा नि मनमा म खुसी मान्छे छु। के को खुसी हो त्यो, हेर्नुहोस् है त, के को खुसी हो। अनि त्यो साँझ एउटा निकै टाढो गाउँमा सेवाकाई थियो, म सेवाकाईमा गएँ, मैले वचन बोलेँ। साँझ ठाउँको नाम पनि बता, उनीहरूको गाउँमा हो त्यति बेला। उसकै आमाले मलाई राति बास बस्ने प्रबन्ध गरिदिनु भएको थियो। उतापट्टि टिभी चल्दै थियो, यतापट्टि मलाई अर्को रुममा बेड लगाइदिनु भएको थियो। म थाकेको थिएँ, बेडमा ढल्केँ, अनि निदाउन आँटेको छु। तपाईँलाई थाहा छ तन्द्रा भन्छ नि, तन्द्रा भनेको चाहिँ न पूर्ण रूपले निदाएको न पूर्ण रूपले जागो। म त्यस्तो अवस्थामा छु। उतापट्टि टिभी चलेको सुन्दैछु, मानिस बोलेको सुन्दैछु, गफ गरेको हाँस्दै गरेको सुन्दैछु, तर म आधा निदाएको जस्तो नै छु। तर म निदाएको छुइनँ, बिचको अवस्थामा छु। खुट्टादेखि सरर केही कुरा आएर टाउकोपट्टि जान्छ, टाउकोबाट करेन्ट जस्तै खुट्टापट्टि जाँदैछ, यसरी स्क्यान गरेको जस्तै माथि तल माथि तल माथि तल। अनि अचानक अङ्ग्रेजीमा 3 पल्ट आवाज सुने, दिस इज अनोइन्टिङ, दिस इज अनोइन्टिङ, दिस इज अनोइन्टिङ भने 3 पल्ट आवाज आयो। त्यहाँदेखि सुनसान भयो, अनि म झप्पै निदाएछ।
तर त्यो दिनदेखि मेरो सेवाकाई बदलेर कहाँदेखि कहाँ पुग्यो। तर आजको दिन म फर्केर हेर्छु, मलाई बदलाउनु चाहिँ अभिषेकले बदलायो। तर त्यो अभिषेक चाहिँ कसैको हातबाट परमेश्वरले खोल्नु भयो। अनि त्यो व्यक्ति चाहिँ को थियो भन्नुहोस् त? यस्तो खालको मान्छे जसलाई मैले गुरुबान भनेर कहिले पत्याइन, कहिले आदरै दिएन। परमेश्वरले मण्डलीमा प्रेरितहरू नियुक्त गर्नुभएको छ, अगमवक्ता नियुक्त गर्नुभएको छ, प्रचारक नियुक्त गर्नुभएको छ, पास्टर नियुक्त गर्नुभएको छ, सेवक नियुक्त गर्नुभएको छ। अनि उनीहरूको हात मुनि चाहिँ परमेश्वर तपाईँको लागि अभिषेक राखिदिनु भएको छ। छेउको साथीलाई भन्नुहोस्, अभिषेक अधीनतामा खुल्दछ भन्नुहोस् न। परमेश्वर नियुक्त गरेको मानिसको जीवनबाट चाहिँ परमेश्वरले अभिषेक खोल्ने काम गर्नु छ। हामी धेरैचोटि अभिषेक र आशिष र उन्नति चाहन्छौँ, तर अधीनता चाहँदैनौँ, अख्तियार मुनि बस्न चाहँदैनौँ। तर अख्तियारदेखि बाहिर उन्नति खोज्नु चाहिँ लुसिफरको सिद्धान्त हो। लुसिफरले अल्गो हुन चाह्यो, तर ईश्वरको अधीनतादेखि बाहिर गएर उन्नति चाह्यो, तर अख्तियारदेखि बाहिर। अनि परमेश्वरले त्यसलाई विरोध गर्नुभयो। अख्तियारदेखि बाहिर भलाइ र उन्नति खोज्नु चाहिँ नि विद्रोह हो। अनि परमेश्वरले त्यसलाई अस्वीकार गर्नुहुन्छ। तपाईले नखोल्नु होला, तर दाउदलाई परमेश्वरले राजा हुन गोप्यमा अभिषेक गरिसकेको छ। साउललाई थाहै छैन। तर त्यो अभिषेकले गर्दाखेरि दाउद साउलको सम्पर्कमा आयो। पहिला बिना बजाउने मान्छे भयो, त्यसपछि साउलको एउटा सेनालाई नेतृत्व गर्ने सेनापति बने। तर एउटा समय आयो जति बेला साउलले दाउदप्रति तितो बोक्न सुरु गर्यो। त्यो तितोपना केबाट सुरु भएको छ? एउटा घटनाबाट। एक दिन फलिस्तीहरूलाई दाउदले जितेर फर्किँदै गर्दाखेरि इजरायलको केटीले स्वागत गीत बनाएछ। स्वागत गीत चाहिँ के रहेछ? साउलले मारे हजारौंलाई, दाउदले मारे लाखौंलाई। महलको कौसीबाट यसो साउलले हेर्दैछ, राजाले चिसो पस्यो गीतको शब्द सुनेर। म राजा, मलाई चाहिँ हजार भन्दैछ। मेरै तलब खाएर यो सिपाही काम गर्ने दाउदलाई चाहिँ कति भन्दैछ? लाख, हजार लाख, हजार लाख गुन्जिनु सुरु भयो उसको मनमा। त्यसको मतलब जनताको समर्थन चाहिँ बिस्तारो राजापट्टिबाट ढल्केर दाउदपट्टि जाँदैछ। यसलाई मैले मासिन भने यो राजा हुन्छ। खेदो गर्यो, भालाले हान्यो, दाउद घोप्टिँदाखेरि भित्तामा गाडियो। सुतेको बेलामा ओछ्यानमा मार्नका लागि पस्दा मिक्कलले भगाइदियो स्वास्नीले। अर्को पटक मार्ने कोसिस गर्दाखेरि जनथनले भगाइदियो। तर दाउदलाई खेद्न सुरु गर्यो, खेद्दै गयो। दाउद भाग्दै 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 घरि यो ठाउँमा सुत्नु पर्थ्यो, अर्को रात फेरि अर्को ठाउँमा सुत्नु पर्थ्यो साउलको सेनाले खेदेकोले। खेद्दै 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 जाँदाखेरि साँझ पर्यो। साउलको सेनाले छाउनी लगायो। तर झन्डै झन्डै दाउद पक्रा पर्यो, किनकि दाउद त्यहाँदेखि अलिकति अगाडि मात्र छ लुकेको। रातको समयमा दाउदले भनेको छ, भोलि यिनीहरूले हामीलाई पक्राउनको लागि कस्तो योजना बनाउँदैछ, हामी पत्तो लगाउनको लागि पसौँ। आँट पनि कत्रै शत्रुको छाउनीमा पस्ने। अभिषेक भन्ने एकजना साथीलाई लिएर दाउद साउलको छाउनीमा पस्दा खोज्दै 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 जाँदा साउललाई सुतिराखेको भेट्यो छाउनीमा, वरिपरि अङ्गरक्षकहरू राखेर। भाला पनि ठिक्क सिरानीको छेउमा राखेको छ, आक्रमण भइहाल्यो भने समात्नुको लागि। अभिषेकले त्यति बेला के भन्यो भनेदेखि, दाउद बिस्तारो भने, दाउद यो दिन त नि परमेश्वरले पो ल्याएको त तपाईँको हातमा। आज तपाईँको शत्रुलाई प्रभुले तपाईँको हातमा हालिदिएको छ, मारिदिनुहोस्, प्रभुको योजना हो भन्ने खालको कुरा नि दाउद अन्कनायो। अभिषेकले भन्छ, तपाईँ हान्नु न भने म हानिदिन्छु तपाईँको लागि। एकै भालामा दाउद यसो घोर्यो, साउल सुतिरहेको घर घुर्दै, बाइबलमा घुर्दै लेखेको छैन है, घोर निन्द्रामा थिए भन्छ। दाउदले एकछिन सोचेर के जवाब दिए भन्नुहोस् त? परमेश्वरले अभिषेक गरेको मान्छेमाथिमा हात, मान्छे पनि होइन, के भनेको छ? परमेश्वरले अभिषेक गरेको राजामाथि म हात उठाउँदैन। परमेश्वरले मलाई राजा हुन बोलाएको हो भने मैले कसैको हत्या नगरी पनि प्रभुले मलाई सिंहासन दिनुहुन्छ।
तर जबसम्म यो मान्छे इजरायलको सिंहासनमा छ, ऊ अभिषिक्त राजा हो अनि ऊ मेरो पनि राजा हो, म उसको इज्जत गर्छु। ऊ प्रभुको दृष्टिबाट झर्यो त झर्यो, तर उसको खातिर भने इजरायलको सिंहासन नियुक्त गर्ने परमेश्वरको खातिर म त्यसलाई के गर्छु? इज्जत गर्छु। म अभिषिक्त जनमाथि हात उठाउँदैन। हत्यारा हो, दुश्मन हो, तर दुश्मनीको बीच पनि दाउदले अभिषेकलाई इज्जत गर्न जानेको छ। हुन त साउलदेखि अभिषेक उठेर गइसकेको छ, तर अभिषेकको खातिर एक जमानामा अभिषेक बोक्ने मान्छे नै भएको कारणले गर्दा दाउदले हात उठाउनु मानेन। कोही कोही बेला बिहामा याद छ तपाईँहरूलाई, बेहुला बेहुली औँठी लगाएपछि डब्बा हुन्छ नि, औँठीको डब्बा, त्यो पनि के गर्छ हामी सजाएर राख्छौँ, किनभने त्यसले बहुमूल्य औँठी बोकेको थियो नि। साउलको जीवनमा नि परमेश्वरको नजरबाट झर्दाखेरि पनि त्यो मान्छेलाई आदर गरेको छ। पछि गएर नि दाउदले मारेको छैन साउललाई। साउल आफ्नो मृत्यु आफै मर्यो, दाउदले उसको घरानालाई बर्बाद गर्नु परेन, उसको घराना आफै बर्बाद भयो। दाउद राजा हुनु परेन, हेब्रोनको मान्छेले दाउदलाई के बनायो? राजा बनायो। अभिषेकलाई आदर गर्नु भन्ने कुरा चाहिँ तपाईँले सिक्नुहुन्छ। तपाईँले प्रस्थान 12 अध्यायमा नि पढ्नुभयो भनेदेखि के भेटाउनुहुन्छ भनेदेखि मरियम र हारुन चाहिँ मूसाको विरुद्धमा उठेको छ। त्यो मिसनरेसन केबाट सुरु भएको छ? बिहा गर्नुबाट। प्रस्थान 12 मा हेर्नुहोस् है त, मूसाले एउटा केटी बिहा गरेको छ, कुशी स्त्री, दिदीलाई नसोधी। मूसा चाहिँ साइनोमा के रहेछ? कान्छा, जेठी चाहिँ मरियम, त्यहाँदेखि मुनि हारुन, त्यहाँदेखि मूसा। मरियमले यतिसम्म हुनसम्म रिस उठेको छ, म दिदी यसले मलाई सोधेन। हारुनलाई गरे ए हारुन तँलाई सोध्यो? दिदी मलाई त सोधेन। हेर त यो के को अगमवक्ता, हामी अगमवक्ता होइन, त्यही मात्रै आएछ अगमवक्ता भनेर मूसाको विरुद्ध बोल्नु थालेको छ। मूसाले केही भन्नु सकेन, दिदीसित मुख लाग्नु सक्दैन। अनि बाइबलले के भन्छ? मूसा चाहिँ पृथ्वीमा सबभन्दा नम्र मान्छे थिए भन्छ। हेर्नुहोस् है त, बोल्नु सकेन। तर मरियमले यति बेसी नि त्यो के को प्रफेट भनेर बोलेको इजरायललाई नै अशान्ति पार्यो। कसले सुन्नुभयो? परमेश्वरले। स्वर्गबाट यसो सुन्दा त गन 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 गन, मूसा हजुर आइज यहाँ, मरियम यता आइज, हारुनलाई पनि लिएर आइज। तीनैजनालाई उभ्याएर के भन्छ? के अरे मरियम तँ पनि अगमवादिनी अरे र मूसा बराबर या मूसा भन्दा ठुलो अगमवक्ता अरे। अनि परमेश्वरले भनेको कुरा साह्रो मजाको, म अगमवक्तासित चाहिँ दर्शनमा बोल्छु, तर मूसासित चाहिँ आम्ने सामने बोल्छु। इजरायलमा थुप्रो अगमवक्ता छ, तर मेरो दास भनेको चाहिँ मैले नियुक्त गरेको मान्छे चाहिँ मूसा हो। परिवारको साइनोमा हेरौँ तेरो कान्छा भाइ नै हो, तर नेतृत्वको साइनोमा हेरौँ ऊ तेरो प्रफेट हो, ऊ तेरो अगुवा हो। कान्छा भनेर नहेप भनेको जस्तो नि मरियमले एक हिसाबले भनौँ नि कसरी हेप्दैछ, के ठुलो कुरा गर्छ त्यो कुसको टोकरीमा कोक्रोमा बगाउँदा गर्दा त मैले स्याहारेको भन्ने नि, यसको चिकन मैले पुसिदिएको भनेको जस्तो, मैले खेला हुर्काएको भनेको जस्तो। तर परमेश्वरले के भनेको छ? साइनोमा तेरो कान्छा भाइ हो, तर सेवकाईको बुलाहाटको कुरा गर्नु ऊ तेरो के हो? अगमवक्ता, ऊ तेरो प्रफेट। मरियमको शिरदेखि के सुरु भएको छ? कोड सुरु भएको छ, अनि सारा शरीरमा चाहिँ सेतो भएर फैलेको छ। पछि मूसाले प्रार्थना गर्दाखेरि उसको छुटकारा भएको